भ्रष्ट सरकार मुर्दाबाद, भ्रष्ट सरकार मुर्दाबाद, उज्यालो नेपाल जिन्दाबाद, मुट्ठी उठोस हात उठोस, उज्यालो नेपाल जिन्दाबाद, भ्रष्ट सरकार मुर्दाबाद। नेपाली जनताले तिरेको करबाट तलब र भत्ता खाएर सिंहदरबार र बालुवाटारभित्र बसेर जसरी जनताको विरुद्धमा काम गरेका छौ, माइतीघर मण्डलामा उपस्थित जनताले एक दिन तिमीहरूलाई सिंहदरबार र बालुवाटारबाट सधैँका लागि लखेटिदिनेछन्। कुलमान घिसिङ जस्तो इमानदार मान्छे जसले आज यत्रो काम गर्यो मुलुकको लागि, तपाईहरु यहाँ सायद बिर्सिनु भयो होला 18 घण्टा लोड सेडिङ हुँदाखेरि हाम्रो के दशा थियो। त्यसबाट उहाँले उज्यालोमा लगिदिनु भयो, त्यो बिर्सिए सबैजनाले। नेपाली जनताको विरुद्धमा काम गर्ने, नेपाली जनताले मन पराएका मान्छेहरूको विरुद्धमा बोल्ने, नेपाली जनताले असाध्यै मन पराएका पात्रहरूलाई लखेट्ने कुचेष्टा गर्ने, नेपाली जनताले भ्रष्टाचारी भनेर चिनेका संसद मन्त्रीहरूलाई माइतीघर मण्डलाबाट एउटा युवा हुनुको नाताले चुनौती दिन चाहन्छौ। तिमीहरूले नेपाली जनताले तिरेको करबाट तलब र भत्ता खाएर सिंहदरबार र बालुवाटारभित्र बसेर जसरी जनताको विरुद्धमा काम गरेका छौ, माइतीघर मण्डलामा उपस्थित जनताले एक दिन तिमीहरूलाई सिंहदरबार र बालुवाटारबाट सधैँका लागि लखेटिदिनेछन्। अब हामी भन्छौँ, हामी खुला आह्वान गर्न चाहन्छौँ, आज जसरी भ्रष्ट सरकारले कुलमान घिसिङलाई खेदेको छ, भ्रष्ट सरकारले बालेन शाहलाई देख्न सकेको छैन, भ्रष्ट सरकारले नेपाली जनताको विरुद्धमा काम गरिरहेको छ, के नेपाली जनता तपाईँ हामी यो भ्रष्ट सरकारलाई स्वीकार्छौँ? के हामी प्रधानमन्त्रीलाई मान्न तयार छौँ? आदरणीय मित्र साथीहरू, हामीले भनेका छौँ नेपाली युवा अब भ्रष्ट सत्ताको विरुद्धमा शान्तिपूर्वक तरिकाको विद्रोह गर्न तयार भएर बसेका छन्। कुलमान घिसिङले विद्युत प्राधिकरणको हाकिम हुँदै गर्दा, विद्युत प्राधिकरणको प्रमुख हुँदै गर्दा 9 अर्ब रुपियाँ वार्षिक घाटामा गएको संस्थानलाई 12 अर्ब रुपियाँ वार्षिक फाइदामा पुर्याए। के अपराध गरे? जनताले भन्नुपर्छ, के कुलमान घिसिङले अपराध गरे? तर आज 50 अर्ब रुपियाँ बेनिफिटमा रहेको प्राधिकरणलाई फाइदामा पुगाउने कुलमान घिसिङलाई 4 महिना बाँकी रहँदै गर्दा, 4 महिना मात्रै बाँकी रहँदा निहित व्यापारीहरूको पक्ष पोषण गरेर 22 अर्ब रुपियाँ बक्यौता नउठाउने व्यापारीहरूलाई छुट दिनका निम्ति सिंहदरबार र बालुवाटारभित्र बसेर प्रधानमन्त्री र ऊर्जा मन्त्रीले भ्रष्ट व्यापारीहरूबाट कमिसन खाएर भ्रष्ट व्यापारीहरूको कुरा सुनेर जनताको नायक कुलमान घिसिङलाई विद्युत प्राधिकरणको प्रमुखबाट हटाएको छ। यसको हामी खेद व्यक्त गर्न चाहन्छौँ र प्रधानमन्त्री र ऊर्जा मन्त्रीले राजीनामा दिनुपर्छ। के तपाईँहरू यो कुरामा सहमत हुनुहुन्छ? उनले राजीनामा दिनुपर्छ। त्यस्तो ऊर्जा मन्त्री जसले स्काउटको भाडा तिरेको छैन, त्यस्तो ऊर्जा मन्त्री जो आफै ऊर्जा व्यापारी छन्, जसले जलविद्युतको पैसा चाहिँ खाने गर्छन्, ती मान्छे कुलमान घिसिङको अगाडि किरा हुन्। तिनीहरू कुलमान घिसिङ नेपाली समाजको हिरा हुन्। भन्नुहोस्, म कुलमान घिसिङ हिरा हो भन्छु, तपाईँहरू भ्रष्ट ऊर्जा मन्त्री किरा हो भन्नु होला। कुलमान घिसिङ हिरा हो, ऊर्जा मन्त्री किरा हो। अस्ति भन्दै थिए, तपाईँहरूले सुन्नुभयो, विद्युत प्राधिकरणको हाकिम भएपछि कुलमान घिसिङले उज्यालो गरेको होइन, भारतलाई धन्यवाद दिनुपर्छ भन्दै थिए ऊर्जा मन्त्रीले। ऊर्जा मन्त्रीलाई के खाएर ऊर्जा मन्त्री भएका हुन्? नेपाली जनताले कुलमान घिसिङलाई नायक भन्छन्। यदि भारतको पक्ष पोषण गरेर कुलमान घिसिङलाई तलमाथि गर्ने उनीहरूले जुन किचेष्टा गरिरहेका छन्, यो
ऊर्जा मन्त्रीलाई अब ऊर्जा मन्त्रीको पदबाट लखेट्न आवश्यक छ, कठालो समात्न आवश्यक छ। नेपाली जनताले हाम्रो कुलमान घिसिङलाई उनीहरूले जुन तरिकाले लखेटेका छन्, जुन तरिकाले अपमान गरेका छन्, घाटामा प्राधिकरण फाइदामा छैन, प्राधिकरण घाटामा छ, प्राधिकरणको नाफा फेक हो भन्ने ऊर्जा मन्त्री तपाईले के खाएर त्यो चाहिँ डकुमेन्टमा साइन गर्नुभएको थियो। जुन एउटा प्रपोजल बन्ने गर्छ, जुन एउटा लेखाजोखा गरिने गर्छ, त्यसमा साइन ऊर्जा मन्त्रीले गरेको होइन। त्यो बेला उनले पढेनन्, त्यो बेला त्यो नाफा उनले देखेनन्। अहिले कुलमान घिसिङलाई हटाउनका निम्ति उनले जुन परपञ्च रचे, जुन चाहिँ माफिया व्यापारीहरूबाट, तस्कर व्यापारीहरूबाट कमिसन लिएर, पैसा लिएर कुलमान घिसिङलाई पदबाट बर्खास्त गरिएको छ। यो आपत्तिजनक छ, यो खेदजनक छ। नेपाली युवाले, नेपाली मान्छेले यो कुरा स्वीकार्न सक्दैनन्। तपाईँ हामी कसैले पनि यो कुरा स्वीकार्न सक्दैनौँ। तसर्थ कान खोलेर सुन्नुपर्छ। सिंहदरबार र बालुवाटारभित्र बसेर जनताको विरुद्धमा काम गरिरहेकाहरूले, आम मान्छेको विरुद्धमा काम गरिरहेकाहरूले, कुलमान घिसिङको विरुद्धमा काम गरिरहेकाहरूले, भ्रष्टाचारको पक्षमा काम गरिरहेकाहरूलाई हामी खबरदारी भन्न चाहन्छौँ। अब नेपाली जनता जागेका छन्। हामी कुलमान घिसिङलाई अब केपी ओलीको ठाउँमा राख्नेछौँ। के हामी तयार छौँ? प्रधानमन्त्री बन्न लायक छैनन् अब ओली प्रधानमन्त्री बन्न लायक छैनन्। दीपक खड्का ऊर्जा मन्त्री बन्न लायक छैनन्। अब त्यसको लायक कोही छन् भने त्यो कुलमान घिसिङ हुन्। त्यसकारण कुलमान घिसिङ जिन्दाबाद, कुलमान घिसिङ जिन्दाबाद, भ्रष्ट सरकार मुर्दाबाद, ऊर्जा मन्त्री मुर्दाबाद। तपाईहरु सबैलाई थ्याङ्क यू सो मच, धन्यवाद, नमस्कार। सामाजिक सञ्जाल उत्रेको थियो, त्यो कुरा ओलीजीले या सरकारले देखेन, अनदेखा गर्यो। यो समुदाय त डेफिनेटली देख्ला। त्यसै तपाईले यो समुदायबाट जिन्दाबाद, कुलमान घिसिङ जिन्दाबाद भनिदिनुहोस्। त्यो आवाज र त्यो दृश्य उनले पनि देखुन्। एकचोटि भनिदिनुहोस्, कुलमान घिसिङ जिन्दाबाद। यत्रो समुदाय। अब तपाईले कुलमानजीको बारेमा धेरै प्रशंसा सुन्नु भएको छ। त म तपाईँलाई एउटा कुरा भन्छु, म केही कुरा उहाँले गल्ती गरे तपाईँलाई बताउँछु। गल्ती गरेको तपाईँलाई अचम्म लाग्ला। सबैले यहाँ प्रशंसा गरेका छन्। डाक्टर सुन्दरमणि बेकुफले आएर भन्छ कि चाहिँ नि कुलमानले गल्ती गरेछ बा। गल्ती किन गर्यो थाहा छ? उनले राष्ट्रको लागि काम गर्यो, जनताको लागि काम गर्यो, प्राधिकरणको लागि काम गर्यो। तर कसै मन्त्री, तन्त्री, प्रधानमन्त्री, पोलिटिकल नेता, राजनीतिक नेता, राजनीतिक पार्टी पस्ने काम चाहिँ गरेन। त्यसैले कुलमान घिसिङ जतिको बेकुफ मान्छे मैले कोही पनि देखिनँ। उनले जानेको भए त आरामसँग घुस खुवाएर, पैसा खुवाएर अर्को 5 वर्ष टिक्न सकिन्थ्यो। तर गरेन। त्यो मेरो दोष होइन। अब आज म कुलमान घिसिङ हुनुपर्छ भन्छु, कस्तो पर्थ्यो कुलमान घिसिङले? भ्रष्टाचार हुनु पर्थ्यो। अब भएन, म के गरौँ? द फ्याक्ट इज कुलमान घिसिङ जस्तो इमान्दार मान्छे, जसले आज यत्रो काम गर्यो मुलुकको लागि। तपाईँहरू यहाँ सायद बिर्सिनु भयो होला, 18 घन्टा लोड सेडिङ हुँदाखेरि हाम्रो के दशा थियो। त्यसबाट उहाँले उज्यालोमा लगिदिनु भयो। त्यो बिर्सियो सबैजनाले। त्यत्रो काम गर्ने व्यक्तिलाई उनको चाहिँ नि 0 अङ्क दिएर चाहिँ नि फेल गरायो। हेर्नुहोस्, पुरस्कृत गर्नुपर्ने व्यक्ति, झन् माथि पुर्याउने व्यक्तिलाई चाहिँ नि यस्तो अन्यायपूर्ण काम जुन सरकारले गर्यो, यो सरकार के हो? यो लोकतान्त्रिक सरकार त होइन। न त भने सामाजिक सञ्जालमा 95%ले चाहिँ नि उनको समर्थन दिँदाखेरि यो सरकारले बुझेन। लोकतन्त्र भने के हो? डेमोक्रेसी फर द पिपल, बाई द पिपल, अफ द पिपल होइन र? त खोइ त, त्यत्रो पिपलले बोल्दाखेरि उनलाई कुनै मतलबै भएन। अब यो सानो तपाईँलाई सानो एउटा दृश्य देखाउँछु। मुलुकमा पहाडमा डढेलो लागेको थियो, आग लागेको थियो, नदीको किनार थियो, एउटा भ्याक्तो र एउटा बिच्छु त्यहाँ थिए। अब डढेलो आयो, आगो तलसम्म आयो, नदीको किनारसम्म आइसक्यो। भ्याक्तोले पार गर्न अब रेडी भयो। बिच्छुले भन्यो, बाबा मलाई पनि पार गराइदेऊ। भ्याक्तोले भन्यो, त मलाई पार गरायो भने तलमा डस्छ,
चित्तमा डसिहाल्छस् भन्दाखेरि कहाँ गर्थी मलाई पारमा त गराइदेऊ न भनेर भन्यो। सो त्यो भ्याक्तोले पार गराइदियो, पार गर्ने बित्तिकै बिच्छुले डसिदियो। यो सरकारले ठिक त्यसै गर्यो कुलमान घिसिङसँग। कुलमान घिसिङले त्यत्रो अन्धकारबाट उज्यालोमा लाग्ने व्यक्तिलाई उसले नदी त पार गराइदियो, तर ठ्याम्मै सरकारको यस्तो रवैया छ उसलाई डसिदिहाल्यो, त्यो बिच्छुले गए जस्तो गरिकन। त्यसैले यो सरकारको मैले देख्छु रवैया विचित्रको रवैया छ। अब सानो कुरा गरौँ सुप्रिम कोर्टको के भनौँ, न्यायाधीशहरूको कुरा गरौँ। आखिर व्यक्ति हुन्, हामी जस्तै व्यक्ति हुन्। अस्ति कुलमान घिसिङले स्टे अर्डर मागे, दिएनन्। सुप्रिम कोर्टका ती न्यायाधीशहरूले आफ्नो विवेक बुद्धि लगाएर दिएनन्। अब सुप्रिम कोर्ट भने के, कोर्ट तल्लो हुन्छ, बिचको हुन्छ, माथिल्लो हुन्छ। तल्लो कोर्टले जहिले पनि कानुनमै मात्रै टेक्छ प्राय गरेर, तर अरूले तर अलिकति न्याय पनि हेर्छ, अलि माथिल्लोले अलि बुद्धि लगाउँछ, कानुन पनि हेर्छ तर न्याय पनि हेर्छ। तर सुप्रिम कोर्टमा पुगेपछि न्यायको मात्रै होइन, उसले कानुन मात्रै होइन, उसले न्याय हेर्न सक्नुपर्छ। न्याय भएको छ कि छैन, यसपालि मैले देखेँ गल्ती म सुप्रिम कोर्टलाई अपमानित गर्दिनँ, त त्यो न्यायाधीशले हेर्नुभयो, उहाँले सुप्रिम कोर्ट त्यो उच्च अदालत त्योबाट माथि अर्को छैन। उहाँले कानुन मात्रै होइन राज्यको स्थिति हेर्न पर्थ्यो र कुलमान माथि परेको न्याय पूर्ण हिसाबले हेरेर उहाँले न्याय दिन पर्थ्यो, स्टे अर्डर दिन पर्थ्यो। त्यो उहाँले दिन भएन। मेरो विचारमा कानुन त गर्नुभयो होला, त्यसमा हामीले केही उहाँले अपराधी भन्न सक्दैन, उहाँले राम्रो काम गर्यो भन्नु होला, तर न्याय उहाँले यसपालि कुलमानलाई दिन सक्नु भएन। यो चाहिँ नि सुप्रिम कोर्टले पनि मेरो विचारमा माथिल्लो तह पुगेको छ, त्यो पनि विचार गर्नु पर्थ्यो। अब आज एउटा म तपाईँलाई देखाउँछु, यो चेन मैले यो चेन आज किनेर ल्याएको छु, मलाई 47 रुपियाँ पर्यो। यो चेन मैले किन ल्याएँ, नेपाल भनेको यो चेन हो, हरेक जात जाति यसमा छन्। आज यो कडीमा जात जाति एउटा पनि माथि अन्याय गर्यो भनेदेखि त्यो चेनले काम गर्छ गर्दैन हो। आज नेपालको जात जाति माथि एउटा कुलमान प्रतीक बने हो कि न अन्यायको। हामी भन्छौँ सबै जात जाति फुलबारी भएको छ त। आज यो कडीमा मैले देख्दैछु कि नि यहाँ कुलमानलाई मात्र लिने हो भने पनि यसलाई चाहिँ नि यसलाई तोडिसकेका छन्, यसले काम गर्न सक्दैनन्। त्यसै गरेर बालन शाह मधेसी हो कि होइन, उसलाई हेर्नुहोस् त, पाथीबाट उहाँ किराँतहरूलाई हेर्नुहोस्, उनीहरूलाई व्यवस्था भनेदेखि सरकारले के त सबै जात जाति हेरेको छ त, पार्टीका नेताले हेरेका छन्, पार्टीभित्र जेन्युनली समानुपातिक छ त, छ कि छैन? कुनै पनि पार्टीमा देखाउनुहोस् समानुपातिक समावेशी छैन। त्यस्तो नभएपछि कसरी चाहिँ नि सरकारले त्यो हिसाबले चल्छ। र यो चेन नेपाल आज नेपाल टुटेको छ, यो टुटेको नेपाल अगाडि कसरी बढ्न सक्छ भने मतलब एभ्री जनजाति जाति जात सबैको यहाँ सरकारले हेर्न सक्नु पर्थ्यो, हेरेन। कुलमान यो चेन टुटेको प्रतीक हो। त्यसैले यो रवैया एकदम ठिक भएन र अब हामीले चाहिँ नि यस्तो खालको सरकारलाई के भन्ने, एउटा डिक्टेटरशिप चलाएको सरकार हो, लोकतन्त्री सरकारै यो होइन। तर साथमा एउटा कम्युनिस्टले गर्यो होला, एमाले, कांग्रेसले के गरेर बसेछ? कांग्रेस त डेमोक्रेटिक होइन र, तर कांग्रेस आज एमाले कांग्रेस या माओवादी कांग्रेस भइसक्यो। केही अगाडि दिनसम्म ऊ माओवादी कांग्रेस थियो, अहिले एमाले कांग्रेस भएको छ। अब यी कांग्रेस पनि कम्युनिस्ट भइसकेपछि अब यो सरकार त डिक्टेटोरियल सरकार, त्यसमा चाहिँ कम्युनिजम हामीले लाद्न खालेको सरकार म देख्छु, किनभने यो चेन टुट्यो। यति भन्दै बिदा हुन्छु। थ्याङ्क यू।